हेलो गाइज, गुड मर्निङ एभ्रिवान। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि हजुरहरूलाई असार 15को धेरै धेरै शुभकामना दिन चाहन्छु। साथै हजुरहरूले दही चिउरा खानुभयो, मैले चाहिँ खाएँ है। दही र चिउरा चाहिँ खाएँ, कोला चाहिँ खाइनँ। अनि त्यसपछि म चाहिँ आज बिहानको सुरुवात चाहिँ खोरतिर जाँदा हुँदैछ। अनि खोरतिर चाहिँ म कुखुरा बनाउनुलाई जाँदैछु। अनि हेर्नुहोस् न, हाम्रो चाहिँ बाटो एकदम धेरै डेभलप छ क्या, पिचै पिच छ। अनि त्यसपछि सिस चाहिँ खै कता जानु हुँदै थियो। अनि मैले चाहिँ जिस्काइदिएको, अनि ऊ चाहिँ नगर है भिडियो भन्दै थियो। अनि मम्मीले चाहिँ च्याउ भेट्नु भएको थियो। अनि त्यसपछि म चाहिँ खोरतिर गएँ आगो बाल्नलाई। म चाहिँ घरमै आज कुखुरा बनाउनु पर्यो भनेर सोचेको थिएँ। अनि जान्छु त हेर्नुहोस् न, पानी नै पानी क्या, बाढी नै आए जस्तो। अनि मम्मीले चाहिँ खोले बसाइदिनु भएको रहेछ सुँगुरको। अनि मैले चाहिँ निकालेँ। अनि त्यसपछि आगो बाल्न थालेँ। आगो पनि मजाले बलिरहेको थिएन। अनि त्यसपछि म चाहिँ किन घरमै आज कुखुरा बनाएको भन्दा, कुखुरा पनि दादाहरू माथि जानुभएको थियो कुखुरा लिन। अनि त्यही भएर ढिलो झर्ने भएर अनि म चाहिँ घरमै कुखुरा बनाउन थालेँ। अनि त्यसपछि अर्को भाइ पनि आइपुग्यो। अनि उसले पनि मलाई सघाउन थाल्यो, झन् सजिलो भयो। अनि हेर्नुहोस् न, हाम्रो चाहिँ बारीमा सब्जी नै सब्जी छ क्या। अब फलेको चाहिँ देखेको छुइनँ। अनि उता चटेला थियो पुरालको माथि, अनि घिरौलाहरू अनि काँक्रा चाहिँ अस्ति खाइसकेको थियौँ। अनि म चाहिँ पसल गएँ। अनि आज चाहिँ घरमै कुखुरा बनाएकोले सजिलो भयो क्या। अनि म चाहिँ किमा बनाउन थालेँ। अब अर्डरहरू बनाएर पुऱ्याउनु पर्यो नि त, फेरि ढिलो हुन्छ। अब होटलहरूलाई बेलैमा पुऱ्याएन भने उहाँहरूलाई झन् ढिलो हुन्छ। अनि किमा बनाउन थालेँ। अनि त्यसपछि कामसाम सबै सक्यो, आज छिटै सकियो। अनि के गरौँ भनेर म चाहिँ दही चिउरा खान थालेँ। अनि रेडी भएर अनि म चाहिँ दही चिउराहरू खनाउँछु भनौँ न। प्लेटिङ गरिसकेपछि चाहिँ हेर्नुहोस् है, मेरो थाल चाहिँ यस्तो देखिन्छ। अनि कस्तो बवाल देखियो। अनि म चाहिँ खान थालेँ। अनि गुलियो धेरै भइसकेको थियो क्या, खाँदा खाँदा अरू थोक चाहिँ अगाडि नै खाइसकेको थिएँ। अनि त्यसपछि जेरी खानु पर्यो भनेको मलाई त कति धेरै गाह्रो पार्यो क्या। अब गुलियो धेरै भएर बिहानदेखि खाना नखाएको थिएन, अनि चिया मात्र। अनि यस्तो गुलियो खाएर त लास्टै ग्यास्ट्रिक पार्यो। अनि त्यसपछि म घर गएँ। घर गएर चाहिँ हामी चाहिँ कहाँ यसरी कुर्सीहरू बोकेर गएको भन्दाखेरि चाहिँ हामी चाहिँ सिसेहरूको धान रोप्दै थियौँ। अनि हामी पनि त्यतितिर लागेको क्या गफ गर्न। अनि सघाइदिनु पर्यो भनेर सोधेको, सिसले चाहिँ पर्दैन सघाउनु, अलिकति त छ, गफ चाहिँ हान्न, हामी गरिहाल्छौँ नि भन्नु। अनि खुसी हुँदैछु क्या म चाहिँ। अनि उहाँ पर दाइ चाहिँ आउनुहुँदैछ। अनि दाइले, दाइ मेरो भ्लगमा आउनुहुन्छ है भनेको। अनि दाइ चाहिँ हतार हतार हाई गर्नुहुन्छ क्या यहाँनिर। अनि लजाउनु हुँदैछ। अनि गयौँ हामी चाहिँ। अनि मेरो चाहिँ फेरि सघाइदिन्थ्यो होला। अनि लुगा पनि सबै भिजेको थियो क्या। अब अस्तिदेखि पानी पऱ्यो सुकेको थिएन, कुनै धुएको थिइनँ। अनि सबै भिजाएर राखेको थिएँ। अनि त्यही भएर अनि म चाहिँ सघाउँदिनँ। अनि फेरि बुधबार चाहिँ उनीहरूको सबै सक्ने गरी नै रोप्ने हो क्या। त्यतिखेर चाहिँ अब सघाउनै पर्छ। काकी पनि हाम्रोमा सघाउन आउनु भएको थियो नि त। अनि त्यतिखेर चाहिँ रोपिदिन्छु भने। अनि अस्ति यहाँ पूजामा बोका चढाएको भुत्ला त्यत्तिकै रहेछ क्या। अनि टफी पनि म चाहिँ जहाँ गएको यो टफी पनि त्यहीँ आइपुग्छ क्या। हामी चाहिँ कहीँ हिँड्नै हुँदैन। अनि यत्रो यत्रो जुका बोकेर आउँछ। अनि हामी चाहिँ जाँदैछ। सिसे बिउ लिन गएको, सर्प देखेछ। अनि डरायो क्या। अब कस्तो डराउँदैछ। अब उसलाई चाहिँ फेरि सर्पदेखि यस्तो डर लाग्छ। मलाई चाहिँ फेरि सर्पभन्दा धेरै त्यो धेरै खुट्टा भएको रेलकिरा हुन्छ नि, हो त्योसँग डर लाग्छ क्या फेरि। अनि यहाँ काकीहरू चाहिँ स्टार्ट गर्नुभएछ रोप्न। अनि यो बिउ चाहिँ हाम्रो हिजो उब्रेको थियो क्या। बिउ पनि फेरि योपालि कस्तो राम्रो खालको क्या, फराकिलो, छिटो रोपेर पनि होला, धेरै गाजिएको पनि थिएन। अनि त्यही भएर पनि सजिलो भएर हो कि क्या हो, छिट्टो पनि रोपिने अनि प्लस सबै फारो हुने क्या। अनि हामीलाई पुगेर पनि हामीले चाहिँ खालको खुट्टी र हाम्रो खुट्टीलाई मात्र सोचेको छौँ, भरे त्यहाँ मात्र नपुगेर हाम्रो काकाहरूको अध्यय गरेको खुट्टीलाई पनि पुगेर अनि काकीहरूले पनि रोप्नु भयो क्या। त्यति धेरै फारो भएको योपालि। अनि म र भदैनी चाहिँ अब चौतारामा बसेर यहाँ यत्तिकै जिस्किँदै बसिरहेको थियौँ। अनि भाउजू चाहिँ मुनि कुर्सीमा बस्नुभएको थियो। अनि यहाँ काकी, दुईजना काकीहरू चाहिँ रोप्नु हुँदैछ। भाउजू चाहिँ चिलमा बसिराख्नु भएको छ क्या। फेरि यहाँ चाहिँ कस्तो मिठो हावा आउँछ क्या। हावा पनि नन स्टप आइरहेको थियो क्या, सरर गर्दै। अनि म चाहिँ यहाँ भ्यू देखाउँदैछु, सबैजनालाई देखाइदिँदैछु। अनि अब काम छैन नि त। अनि रोप्ने काम हुँदा पो ल है भन्न। अनि कामै थिएन। अनि चारतिर सुपारीहरू देखाइदिएँ। अनि उता
हाम्रो सुँगुरको खोरहरू पनि थियो। अनि म चाहिँ मकै हेर्न थालेँ क्या। यो चाहिँ पानीमा यत्तिकै छ नि, काकीले चाहिँ टिपेर ल्याउनु भने हेर्नु है, तामा चाहियो भन्छ भन्नुहोस् है। तर यो तामा चाहिँ मिठो हुँदैन अरे, टेस्ट अलिक हुँदैन भन्नुहुँदै थियो। अनि त्यसपछि मैले चाहिँ टाइम ल्याप्समा पनि भिडियो बनाइदिएको, सिस्से नबनाए भन्दै थियो। अनि आमा पनि आएर रोपिदिन सघाउनु भयो त्यसपछि। अनि आमाले पनि अब छिटो हुन्छ नि त। अनि मलाई चाहिँ के गरौँ पनि त्यही टाइम ल्याप्समा भिडियो बनाउँदै बस्दै थिएँ। अनि गफ गर्दै थियौँ हामी चाहिँ। अनि त्यस्तै छ हौ, अब रोपाइ पनि अलमोस्ट अब हाम्रो त सकियो। हाम्रो त हिजै मैजारो भयो। अब बुधबार यो काकीहरूको, यो अहिले रोप्नुभएको काकीहरूको रोप्छ। अनि अर्को काकीहरूको स्याटरडे रोप्छन्। सकियो हाम्रो फ्यामिलीको भनौँ न अलमोस्ट रोपाइ। अब त्यतिखेर चाहिँ सघाउनै पर्छ। मैले चाहिँ हाम्रो पनि आउनुभएको थियो नि त, हाम्रो त अब त्यस्तै हो, एकअर्काकोमा अब सघाउनु। खेतलालाई बोलाउँछु भने बाँकीको चाहिँ नपुगेकोहरू चाहिँ एकअर्काकोमा सघाउनु जान्छौँ क्या। काकी हाम्रोमा आउनुहुन्छ काकीहरू, अनि म चाहिँ काकीहरूकोमा जान्छु त्यस्तै। अनि यहाँ चाहिँ हाम्रो भदैनी चाहिँ खालि मोबाइल क्या। उसलाई त केही देख्नै हुँदैन, अघि मुखमा हाल्नु खोज्छ। अब उसको एजै त्यस्तै हो नि त। अनि म चाहिँ मजाले बोकेर बसिरहेको थिएँ, अनि ऊ पनि खेलिरहेको थियो। अनि हामी चाहिँ यहाँ पोज दिँदै अब के गर्नु त होइन, यस्तै छ। अनि त्यसपछि यता हेरेको त उहाँहरू त पुरा उभिएको गफ हानिदिइरहेको क्या, धान रोप्नु छोडेर। अनि गफ पनि यस्तो आउँछ कि संसारभरिको कुरा निस्किन्छ क्या यहाँनिर चाहिँ धान रोप्दाखेरि चाहिँ। सो गाइज तपाईँहरूकोतिर पनि त्यस्तै हुन्छ कि हाम्रोतिर मात्र, प्लिज कमेन्ट गरिदिनुहोस्। अनि त्यसपछि चाहिँ काम गर्नु यतिको चाहिँ हुनु पऱ्यो है गाइज। यस्तो गफ हान्छ कि यसले बेगर्यो भने, बेगरेर गएको ठाउँमा चाहिँ धेरै काम छ भने पनि गफ हानेरै मान्छेलाई, सासू ससुरालाई पनि पट्याइदिन्छ क्या। जेस काम गर्दैन यसले, गफैमा भुलाइदिन्छ। अनि बरु अरूले गफ गर्छ, अरूले चाहिँ काम गर्छ, यो चाहिँ गफमै भुलिन्छ। गफाडी आज मात्र हो खेतमा निस्केको पनि। हावा, वाउ नाइस हावा, कस्तो आनन्दको हावा छ। वाउ, आउनुहोस् है तपाईँहरू पनि यहाँ आएर आनन्दको भूत कराउँदैछ भूत। अनि सिस्से चिच्याउँदै थियो क्या। यो के अरे कति मोबाइल भिडियो बनाएको, अहिले मोबाइल हिलोमा गाडिदिन्छ है भन्दा नि काकीलाई चाहिँ। अनि हेर्नु न यसले भिडियो कति धेरै बनाएको भनेर सिस्से उसको मम्मीसँग चिस्किँदै थियो। अनि काकीले धेरै भिडियो नगर है, राम्रै लुगा लगाएको छुइनँ भन्दै थियो क्या। अनि मैले भ्लग यस्तै त हो नि, यस्तै त हुन्छ, अब पक्नु न, अब कुनै दिन राम्रो लुगा लगाएको बेला नि भिडियो बनाउनु पर्छ भनेर भने। अनि रोपिसक्नु भयो नि त काकीले चाहिँ, त्यही सिसको मात्र अलिकति उसको भाग मात्र थियो रोप्नु। अनि त्यसपछि उहाँहरू पनि आउनुहुन्छ। अनि आज चाहिँ भाउजूले दही चिउरा खानु नै भएको थिएन क्या, मैले मात्र पसलमा खाएको थिएँ। अनि भाउजू चाहिँ मिलेर दही चिउरा खाऊँ न हौ, आज त दही चिउरा पनि नखानु, सबैजना मिलेर बसेर खाऊँ न, कति मजा आउँछ भनेर कुरा गर्नुहुँदै थियो। अनि म चाहिँ सुन्दै थिएँ। अनि हावा कस्तो मजाको हावा थियो, म त ती सुतौँ जस्तो क्या एक निन्द्रा। अनि त्यसपछि सबैजना आउँछ नि, हाम्रो भदैनीले चाहिँ फेरि उसको यो फुपूलाई यति धेरै मन पराउँछ कि खालि जानु खोज्छ क्या। हेर्नु न कति धेरै मन पराउँछ। अनि ऊ हेर्नु न लुगा तानेर जानु खोजेर। अनि त्यसपछि हात धुन्छ क्या फुच्चीलाई बोक्नको लागि। अनि ऊ हेर्नु न, ऊ चाहिँ नि कति धेरै पसिना आएको भने नाटक पार्दैछ क्या, म काम गरेर पसिना चुहाएको अरे क्या उसले चाहिँ। अनि के नखरा गर्छ क्या, केही सिक्नु जान्छ सिससँग सिक्नै, गफ हान्नु चाहिँ सुरुमा सिक्नु। अनि म चाहिँ मकै त्यहाँ काकीले टिपेर ल्याउनु भएको थियो क्या, यत्तिकै भेटेको। अनि म चाहिँ केलाएर खेल्न थालेँ क्या। अब के गर्नु, अल्छी लाग्यो नि त। अनि खेल्न थालेँ। अब अल्छी चाहिँ किन भन्दा यति धेरै लुगा धुनु त घर गएर। अनि सोच्दै थिएँ क्या कति अल्छी लागेको क्या अनि मलाई। अनि म चाहिँ यहाँ भिडियो बनाउँदै त्यो कमिलाहरूको होइन, उनीहरूको घर थियो होला, म चाहिँ भत्काइदिएँ क्या। अब घरै के भन्नु, बिचरा लुकेको थियो होला। अनि फेरि दयालु पनि रहेछ भनेर कमेन्टमा नभनिदिनुहोस् है साथीहरू। अनि त्यसपछि हामी चाहिँ एकछिन हावा खान्छौँ, गफ गर्छौँ। अनि म चाहिँ भिडियो बनाउँदै बसिरहेछु, के गर्नु।
अब भ्लगरको काम यस्तै रहेछ होइन। अनि म चाहिँ गफ सुन्दैछु सबैजनाको। फेरि गफ पनि कति आएको क्या, दिनका दिन भेट हुन्छ सबैजनाको होइन। अचम्म क्या अचम्म, गफ पनि यति धेरै त कसलाई आउँछ होला जस्तो लाग्छ क्या। कहिले सकिँदैन, जहिले भेट्दा पनि गफ मात्र हानेको छ। फेरि हामी चाहिँ सबैजना ग्यादर भएको छौँ भने त्यहाँ परको चौतारा छ क्या, त्यहाँ बस्छौँ अनि गफ गफ हाने क्या नै गर्छौँ क्या सबैजना। रमाइलो पनि हुन्छ क्या। गाउँमा चाहिँ त्यही हो क्या, सहर र गाउँमा कति डिफ्रेन्स छ क्या। अब सहरमा तीको ती पनि केही थाहा हुँदैन, आफ्नो कोठाको कोठामा। गाउँको चाहिँ फाइदा छ क्या, हरियो परियो हेर्दै नेचरसँग रमाउँदै गफ गर्नु बस्नु होइन। त्यही हो, काम चाहिँ बेसी हुन्छ। त्यही हो, काम त अब जहाँ पनि बेसी नै हुन्छ, चाहे सहर होस् कि गाउँमा होस्। अनि यहाँ चाहिँ बधाइनी उसको फुपूसँग खेल्दै थिएँ। अनि कति यो फुपूलाई चाहिँ कति धेरै मन पराउँछ क्या, मभन्दा धेरै। सो गाइज हामी चाहिँ फर्किँदैछौँ। अब म चाहिँ लुगा धुन्छु। हिजो अस्ति धान रोपेको लुगाहरू यत्तिकै पानीमै भिजाएर आएको थिएँ। अनि अब लुगा धुनु अल्छी लागिरहेछ, कोही आएर धोइदियो हुन्थ्यो भएको छ। कहिलेकाहीँ त भाउजूले धोइदिनु हुन्थ्यो। के भन्दैछ त्यसले, के भन्दैछ? ए आज त बाबा हुनुहुन्न रहेछ हाम्रो चाहिँ। यो मूल गर नि, यहाँ चाहिँ हाम्रो हजुरबुवालाई बाबा भन्छ। बाबा सुतेर हेर्नुहुन्थ्यो क्या। यहाँ हाम्रो अङ्कल खुट्टा के भयो अरे? अङ्कल खुट्टा के भयो अरे? अङ्कलको चाहिँ घोचे छ ऊ यहाँ खुट्टा। अनि यस्तै हो कसैको यो, अब यो धानको खेतीमा यस्तै हुन्छ है। कसैको खुट्टा ढोरले काट्छ, कसैको केले काट्छ। मेरो पनि नङहरू सबै पातलेर यस्तो भएको छ कि। अनि धेरै काम गर्नेहरूको चाहिँ यस्तो हुन्छ अरे क्या, हिलो धेरै काम गर्नेहरू। उहाँ सिसले चाहिँ बिहानदेखिको बेलुकासम्म काम गर्नुभएको। अनि खुट्टा चाहिँ बुट पनि किन्नु पर्दैन। चाना हात्दैछ। अब लुगासुगा दिन्छु, घर आयो नि त। सो बाई बाई। सो अनि मैले चाहिँ पसलहरू सबै थोकको स्किप गरेर एकैचोटि बेलुकाको मैजारो मनाएको क्या हामी चाहिँ सबैजना। अनि मैजारो त मनाउनु पर्यो नि त। अनि ह्याभ अ स्विट ड्रिम, गुड नाइट। सो प्लिज कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। बाई बाई, सी यू सुन।